काट्छ ल ल अब टप्पो जाँदैछ हामी चाहिँ यसो गर्ने नि ल यसो पहिले गर्ने यसो काट्छ फोन अफ भयो भने तिमीलाई पेट खाइहाल्यो कुलाउ यहाँ चाहिँ जहाँ आउने न 20 रुपियाँ त्यहाँ माल दिइहाल्छ नि 200 रुपियाँ खाँदा नि हुन्छ नि के को 20 रुपियाँ र हामी चाहिँ गाइस टप्पो जाँदैछौँ रामविलास घरसम्म होइन मेरो भाषा त सल्लाह भएको छ नि होइन थाहा नि हो एकदम लामो हुनु पऱ्यो है 1 घन्टाको 1 घन्टा 10 मिनटमा आइपुग्यो नि त 1 घन्टा के भन्नु होइन पुरा गाइस यो चाहिँ अब पुरा टप्पूमा है पानी परेको छ र पानी परेको छ मौसम हेर्नु न मौसम सानी बहिनी कस्तो खतरा घाँस बोकेर आएको छ हौ यो बुढीको नाम के हो ओहो ढाड भाँच्यो त बुढीको बेर होइन आफ्ना उसले आइपछि क्या साला होइन साला yang त भिडियो मुखीमा हान्ने हो yang त भिडियो मुखीमा हान्ने हेर गाइस उहाँबाट के आउँदैछ होइन हामी त जाँदैछौँ पुरा होइन गाइस ताको त्यहाँ डेली नै हो डेलीमा हाल्दै पुरा अब बाटोमा यस्तै छ यस्तै हो होइन पुरा अब यहाँ अब सालो झर्छ पुल चढेपछि माथिबाट चढ्छ त्यसपछि अनि फेरि यो सरदेवी उता गइन्छ फर्केर आइन्छ भरै सल्लाह रक्सी गरिदिन्छ त्यसपछि चाहिँ अब सालो झर्छ म पुल चढाउँछु देखाउँ ल पुल चढाएको ल अब 1 गियरमा जान्छ सालो चढ्छ ल यताको भ्यू गरौँ न चढौँ न अहिले भरे आउनु देखेको छु उता पछाडिको त टाढो छिटो गाडी आउँछ क्या पुरा पानी परेको अवस्था पुलमा मैले थुप्रो भिडियो पनि बनाएको छु यहाँ पुल पनि हल्लिन्छ पोट जान्नेले मात्रै गर्दा सक्छ यहाँ होइन त्यो यिनीहरू बोला बोली खता यिनीहरू त हेरो नि यिनीहरू हाई भन्दै त हाई भन्दा क्यामेरामा हाई भन न चल आगा अरे सॉरी क्या भेलो हल्लियो त क्या भेले पानी परेछ त साला परोछ पुरा बाटो त हिले छ के हो दादा अलिअलि हिँड्नु छ पैसा चढेको अवस्था गाइस यो चाहिँ पुरा डेन्जर हो नि हेरे पुल त भाल बन्देर पुल पुरा हल्लिन्छ साला लचक हो ब्रेक पनि चिप्लिन्छ त साला त्यो बनाइदेऊ न उहाँ मान्छे छ त गरिदिएको अप्सराको कहाँ छ मान्छे तल गइसक्यो उहाँ जान्छ मान्छे 2 पल्ट पुगेर मैले भन्दैछु ल त पुगेर आएको अहिले भर्खर मान्छे छैन घरमा बान्डाएर गएको छ हामीले अन्त हेर त मेरो दोकानमा यता कता सोध त त्यहाँ पुरा नजान्ने बुढाबुढी मान्छेहरू क्या मेरो दोकान ओरतिर बा छ कि ल मेरो दोकान भएको घरमा त्यो यता ओरतिर बा बसेछ सँगमा अब कहाँ म भरि आएको बेला बेच गरेर मलाई बाल भन्छ रुख्दा छ साला यहाँ चाहिँ मान्छेहरू नै खास बसी नै हुन्छ साला है पानी पर्गिले पानी परेको त भिडियो आगे है बरसा पीछे है तूफान मैं मन बदनाम है देखो तेरे कैसी पत्ते हो यो त टप्पु जुलुस हट्छ धान पाकेर कार्तिकमा पुरा यहाँनिर चाहिँ पुरा झरी आएको छ पानी त्यसरी खासै परेको छैन तर अनुहार चाहिँ भिजाएको छ होइन गाईहरू पुरा सालले सबै
भ्यू देखाइन्छ उता बाटो छ धानबारीको टप्पूको त्यो टप्पूमा बस्दा कोसी आयो आउँछ बगाउँछ त्यो कहाँ आएको छ कोसी खोइ खै कोसी त अझै लाग्छ 1 घन्टा लाग्छ यहाँबाट जानु पर्यो भने कोसी नै पुग्नु पर्यो भने चाहिँ 1 घन्टा 1 घन्टा ठ्याक्कै लाग्छ नि अब उनीहरू त उयो पल्लो गाउँदेखि उता तपाईँले म कोसिसकै पुऱ्याउँछ क्या घुमेर त पनि भयो होइन गाइस साला अब मन्दिरमा हजुर 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 ठिक छ कुनै मिलेको छैन साला 5 6 पुरा होइन बाटो अप्ठ्यारो छ कि बाइक स्पिड हाल्नु मिल्दैन त्यही भएर हो त्यो टप्पूतिरको अब यस्तै छ टप्पूको हालखबर हेर्दाखेरि चाहिँ घरै यस्तो हो नि त अब झुप्रा झुप्री घर यहाँ हेर्दाखेरि चाहिँ पैसा चाहिँ साले मकै बेचेपछि 10 लाख 15 लाख 20 लाख पक्रिन्छ साला मान्छे हेर्दा चाहिँ ससाना झुप्रे घर छ कि यहाँ सब इटरी विराटनगरतिर सब हालेको छ त्यहाँ साला यहाँ चाहिँ कमाइ खाने भाडो टप्पू रहेछ क्या जग्गा चाहिँ ऐलानी हो होइन अब जग्गा त ऐलानी हो होइन अब काम गऱ्यो खायो बालुवामा जति पानी हाल्यो उति मल हाल्यो उति फल्ने चिज हो यो ट्रान्सफर यो रामनगर भन्छ यहाँ चाहिँ है यो रामनगर यो शिवलाई मन्दिर रामनगरको यता होइन झोलमा बस्नु झोलमा बफमा चिकन मोमो अन्त चिकन मोमो होइन चिकन मोमो होइन यो चाहिँ अब यसले हेर्दैछ हामीलाई हामीले के हो जामा लाउने मोमो टाउकोमा हाल्नुपर्छ त्यसपछि सिधै मोमो सिधै मोमो त्यो पनि आएर गेडा खुट्टा त खसी गयो हजुर के बाजे राम्रो से हुँदैन राम्रो फरेस्ट मलाई मागे दिया फेरि ल मोबाइल सुना मागे दिया छिटो किन जानु त मोबाइल त अलि भित्र त के हुन्छ पानी परेपछि भिज्दैन ब्रो पुरा होइन अब यो चाहिँ गाई हो पुरा यो जग्गाहरू सबै मारेको हो टोल भन्छ टप्पै हिँडेको टप्पै पानी पऱ्यो टप्पु भइरहेछ आउँदैन हो कुदेपछि उत्पादन 2 किलो भेटाउँछ नि त त्यो माछा खाडी भन्ने कुद्छ माछा खाडी यस्तो त फेरि माछा टमाटर खेती पुरा हेर्नु त उता पर सबै टमाटर खेती जति जाँगर गऱ्यो उति पैसा बाले भयो पुरा डुब्छ मान्छे ड्रग्स खाएर पुरै पट्टी गाडी मात्रै रहेछ नि त होइन पाल भएन पनि पालै भएन हो हात्ती पनि आउँछ नि यता त हात्ती खान्छ बुझ्नुहरू के छ खबर होइन अब भिडियो किन बनाएको भन्छ के बाँच्दैन
हेर त पाया अब यो चाहिँ हाम्रो टप्पु भनेको मतलब मान्छेले पोसेको होइन क्या टप्पु ठुलो यो बाटो चाहिँ पिच्छे मेरो राम्रो लाग्छ के अरे ग्राफिक चाहिँ गर्छ पर्ने बाइक पर्नेहरूको यो चाहिँ मकै रोपेर हेर्दा अहिले मकै फलेर पुरा होइन हेर्दा अहिले पनि मकै फल्छ मकै भनेको 12 मास फल्दो रहेछ यहाँ पैसै पैसा पैसा खा पैसा हाक पैसाले कुट पैसाले सुत है